नमस्कार विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई स्वागत छ हाम्रो ब्याक टु क्लासमा। आज हामी विद्यार्थी भाइ बहिनीहरूमाझ प्रश्न नम्बर 22 मा सोध्न सकिने म्याट्रिक्स र डिटर्मिनेन्ट च्याप्टरबाट केही सम्भाव्य नमुना प्रश्न पत्रहरू लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं। अब विद्यार्थी भाइ बहिनीहरू, हामीलाई प्रश्न नम्बर 22 मा सोध्न सकिने म्याट्रिक्स र डिटर्मिनेन्टका केही सम्भाव्य प्रश्नहरू यहाँ हल गरेर देखाउँछौं। आजको यो एपिसोडमा हामी विद्यार्थी भाइ बहिनीहरूसँग म्याट्रिक्सका सम्भाव्य नमुना प्रश्न पत्रहरूको बारेमा छलफल गर्छौं भने आउने एपिसोडमा हामी विद्यार्थी भाइ बहिनीहरूसँग डिटर्मिनेन्टको क्रामर्स रुलबाट कसरी चाहिने साइमल्टेनियस इक्वेसन सल्भ गरिन्छ भन्ने सम्बन्धमा यहाँहरूसँग छलफल गर्छौं। बस यसका लागि यो पाठबाट आउने प्रश्न सल्भ गर्नका लागि यहाँहरूलाई म्याट्रिक्सको र डिटर्मिनेन्टको राम्रो ज्ञान हुनुपर्छ। त्यो नि 2x2 म्याट्रिक्स र 2x2 डिटर्मिनेन्टको राम्रो ज्ञान भयो भने साइमल्टेनियस इक्वेसनलाई यहाँहरूले म्याट्रिक्स फर्ममा ट्रान्सफर गर्न सक्नुभयो भने सजिलै यो हिसाबहरू गर्न सक्नुहुन्छ। अब हामीले बोर्डमा यहाँहरूलाई नमुना प्रश्न पत्र उतार गरिसकेका छौं। म्याट्रिक्सबाट प्रश्न नम्बर 22 मा पूर्णाङ्क 3 का लागि सोध्न सकिने केही नमुना प्रश्नहरू मैले राखेको छु। अब हामी पहिलो नमुना प्रश्नको बारेमा छलफल गर्न गइरहेका छौं। यो चाहिँ सल्भ बाइ म्याट्रिक्स मेथड। यो के हो? सल्भ बाइ म्याट्रिक्स मेथड। यो तीनटै हाम्रो सल्भ बाइ म्याट्रिक्स मेथडै हो। सल्भ बाइ म्याट्रिक्स मेथड हामीले यहाँ लिएका तीनटै प्रश्नहरू सल्भ बाइ म्याट्रिक्स मेथडै हो। यहाँ अगाडि नलेखिएको भएर विद्यार्थी भाइ बहिनीहरूलाई कन्फ्युज नहोस् भनेर अब यो म्याट्रिक्स विधिबाट सल्भ गर्नुहोस् भनेर दिया हुन्छ। यहाँ हामीसँग साइमल्टेनियस हियर हामीलाई गिवन साइमल्टेनियस इक्वेसन के छ? 3x + 5y अपॉन 8 इज इक्वल टू के छ? 5x - 2y अपॉन 3 इज इक्वल टू 3। यसरी आइडेन्टिटी इक्वेसन दियो भने कहिलेकाहीँ यस्तो इक्वेसन दिन सक्छ। और गरेर तपाईले के गर्न सक्नुहुन्छ? 3x + 5y अपॉन 8 इज इक्वल टू 3 गर्न सक्नुहुन्छ। और 3x + 5y इज इक्वल टू के गर्न सक्नुहुन्छ? 24। यसलाई इक्वेसन आई गर्नुहोस्। एन्ड अर्को अब तपाईले के लिन सक्नुहुन्छ? सेकेन्डमा 5x - 2y अपॉन 3 इज इक्वल टू 3 गर्न सक्नुहुन्छ। और यो भने 5x - 2y इज इक्वल टू 9। यो दुईटा साइमल्टेनियस इक्वेसन भयो। एउटा इक्वेसन 3x + 5y इज इक्वल टू 24 भयो भने अर्को साइमल्टेनियस इक्वेसन 5x - 3y इज इक्वल टू 2 भयो। यसलाई इक्वेसन 1 र 2 को x y इज इक्वल टू कन्स्टेन्ट को फर्ममा राख्नुभयो। अब यसलाई तपाईले के गर्नु पर्यो? चेन्जिङ द गिवन फर्स्ट स्टेपमा चेन्जिङ द गिवन simultaneous equations into matrix notation। यहाँहरूलाई यहाँहरूको विषय शिक्षकले कसरी म्याट्रिक्स नोटेसनमा यसलाई चेन्ज गर्ने भनेर सिकाउनु भएको हुन्छ। पहिला तपाईले इक्वेसन साइमल्टेनियस इक्वेसनमा फर्स्ट र सेकेन्ड इक्वेसनको हेर्नुहोस् त। x को कोएफिसिएन्ट यहाँ के छ? 3 छ। यसमा y को कोएफिसिएन्ट कति छ? 5 छ। यसमा x को कोएफिसिएन्ट कति छ? हेर्नुहोस् त। यसमा x को कोएफिसिएन्ट कति छ? 5 छ। y को कोएफिसिएन्ट कति छ? -2 छ। अनि त्यसपछि तपाईले यसलाई के राख्नु पर्यो? x y यसलाई तपाईले इज इक्वल टू कन्स्टेन्ट। यहाँ हेर्नुहोस् त। कन्स्टेन्ट तपाईसँग कति छ? 24 छ, 9 छ। यसलाई तपाईलाई म्याट्रिक्स नोटेसन राम्रोसँग तपाईले पढ्नु भएको छ भने फर्स्ट रोले फर्स्ट कलमलाई मल्टिप्लाई गर्दा के भयो? 3x + 5y। ठीक छ। 3x + 5y इज इक्वल टू 24 भयो कि भएन? अब फेरि तपाईले सेकेन्ड रोले फर्स्ट कलमलाई 5x - 2y इज इक्वल टू के भयो? 9 भयो। यसरी म्याट्रिक्स नोटेसनमा राख्नुभयो। द्याट इज यसलाई यो म्याट्रिक्सलाई a मान्नुहोस्, यसलाई x मान्नुहोस्, इज इक्वल टू b भयो। और x इज इक्वल टू के निकाल्न सक्ने भयो तपाईले?
ए इन्भर्स बी। यसलाई अब स्ट्यान्डर्ड इक्वेसन हामीले यसलाई 1 2 भनेको छ भने तपाईँ यसलाई ए भन्नुहोस् वा केही 1 2 यहाँ लेखेको भएर ए भन्नुहोस्। अब तपाईँले यसमा सबभन्दा पहिला टु फाइन्ड ए इन्भर्स, पहिला ए इन्भर्सको भेल्यु निकाल्नु पर्यो। टु फाइन्ड ए इन्भर्स कति बेला निकालिन्छ, हामीले यदि नन सिङ्गुलर म्याट्रिक्स भयो भने यसको लागि हामीले के गर्नुपर्छ, चेकिङ ए डिटर्मिनेन्ट चेक गर्नुहोस् त। अब म बोर्डमा यो साइमल्टेनियस इक्वेसनलाई मेटेर तपाईँहरूलाई त्यो देखाउन गइरहेछु। यहाँ हेर्नुहोस्, यहाँहरूले देख्नुहुन्छ चेकिङ ए डिटर्मिनेन्ट ए इन्भर्स निकाल्न हामीले के गर्नु पर्यो, ए डिटर्मिनेन्ट चेक गर्नु पर्यो। ए डिटर्मिनेन्ट इज इक्वल टु के हुने भयो हामीलाई 3 5 5 -2। ल अब यो मल्टिप्लाई गर्नुहोस् त, 2 3 जा कति भयो -6 -5 5 जा कति 25 भयो। यो भनेको कति भयो -31 भयो, विच इज नट इक्वल टु 0। यो 0 भएन, यो 0 सँग बराबर भएन। सिन्स ए डिटर्मिनेन्ट इज नट इक्वल टु 0 दस ए इन्भर्स एक्जिट के हुने भयो, ए इन्भर्स हुने भयो यसको। दस ए इन्भर्स एक्जिट भएपछि नाउ हामीलाई के थाहा छ, ए इन्भर्स इज गिभन बाई, हामीले तपाईँहरूले फर्मुला पढ्नु भएको छ, ए बाई ए डिटर्मिनेन्ट के त डी माइनस बी माइनस सी ए। अब यसलाई चाहिँ तपाईँलाई सजिलो हुने भयो, 1 बाई ए डिटर्मिनेन्ट भनेको कति आएको छ तपाईँको -31। अब डी भनेको तपाईँले यहाँ हेर्न सक्नुहुन्छ ए बी सी डी। अब डी को ठाउँ के छ तपाईँसँग -2 छ, -2 लाई राख्नुहोस्। अनि माइनस बी भने बी को ठाउँ 5 छ, -5 लाई राख्नुहोस्। सी भने -5 लाई राख्नुहोस्। ए भने तपाईँको कति छ 3 छ, यसलाई राख्नुहोस्। अब यो आयो कि आएन, यति आइसकेपछि अब तपाईँले के गर्नु पर्यो, तपाईँसँग यक्स अलरेडी छ, ए इन्भर्स आइसक्यो, कन्स्ट्यान्ट बी छ, यो इक्वेसनमा भेल्यु पुट गर्नु पर्यो। अब यो पुट गर्न मैले तपाईँहरूलाई यो इक्वेसनमा यो लेखेको चिजलाई मेटेर देखाउँछु। अब यसपछि हामी के गर्छौँ त, पुटिङ द भेल्यु अफ, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ के गर्न सक्नु हुनुभयो, तपाईँले पुटिङ भेल्यु अफ के त तपाईँले निकालेको चिज भेल्यु अफ ए इन्भर्स यक्स एन्ड बी इन्टु इक्वेसन, कुन इक्वेसनमा राख्ने, इन्टु इक्वेसन ए। ल हेर्नुहोस् त, ए भन्ने इक्वेसन के छ तपाईँसँग यक्स भने यक्सको भेल्यु कति छ, यक्स वाइ छ, राइट, इज इक्वल टु ए इन्भर्स भने भर्खर हामीले निकालेको छ 1 बाई -31 अनि के छ भन्नुहोस् त -2 -5 3 छ। अनि अब यसपछि हामीसँग यो के छ हेर्नुहोस् त, कन्स्ट्यान्ट के छ, त्यहाँ अघि नै हामीले लेखेको थियो नि कन्स्ट्यान्ट के छ त, कन्स्ट्यान्ट हामीसँग पहिलो इक्वेसनको हामीसँग अघि नै मैले लेखेको थिएँ, तपाईँहरूले त्यहाँ हेर्नुभयो 24 थियो, सेकेन्डको कति थियो 9 थियो इक्वेसन, राइट। फर्स्टको 24 थियो, सेकेन्डको 9 थियो। अब यसलाई तपाईँहरूले के गर्न सक्नुहुने भयो, फर्स्टको ल अर यक्स वाइ इज इक्वल टु, यहाँले राम्रोसँग हेर्नुहोस् 1 बाई के भयो -31। अब यसलाई मल्टिप्लाई गर्नुहोस्, फर्स्ट रोले फर्स्ट कोलनलाई मल्टिप्लाई गर्नु पर्यो, -2 इन्टु 24 प्लस अफ -5 इन्टु 9 यसरी राख्नुहोस् तपाईँले। अब त्यसपछि सेकेन्ड रोले गर्दा -5 इन्टु 24 प्लस 3 इन्टु 9। अब यहाँ हेर्नुहोस् त, यसलाई मल्टिप्लाई गर्नुहोस्, मल्टिप्लाई गरेर हेर्नुहोस् त 1 बाई -31। अब यसलाई तपाईँले के गर्नु पर्यो, मल्टिप्लाई गर्नु पर्यो। यो मल्टिप्लाई गर्दा कति भयो -48, ठिक छ। यो मल्टिप्लाई गर्दा कति भयो -45, ठिक छ। अब यसपछि यो मल्टिप्लाई गर्नुहोस् त 5 4 जा 20 5 2 जा 10 5 2 जा 10 2 12 -120 प्लस 27 भयो। अब यसलाई यहाँहरूले के गर्न सक्ने हुने भयो 1 बाई -31। ल यसलाई अब गर्नुहोस् त, जोड्दा कति भयो 3, यो कति भयो 8 9 93 -93 भयो। अब यो तलको तपाईँ घटाउनुहोस् त, यो घटाउँदा कति भयो 3 भयो, यो घटाउँदा फेरि कति भयो 9 -93 नै भयो कि भएन। अब त्यसले 1 बाई 31 ले यहाँहरूले अब हेर्न सक्नुहुन्छ, त्यसलाई राम्रोसँग हेर्नुभयो भने यहाँ मैले अर गरेर यहाँ यसलाई मेटेर लेख्छु तपाईँलाई देख्न सजिलो होस् भनेर। यहाँ हेर्नुहोस् त, त्यहाँ हामीसँग अहिलेसम्म के आछ अर गरेर क्यारी गर्दा यहाँहरूले न
गरिकन कन्फ्युज नभई हेर्न सक्नुहोस् भनेर उहाँ इजिकल टु के आएको छ यहाँ हाम्रो 1/-31 अनि के आयो -93 -93 आयो। ल अब यहाँ हेर्नुहोस् त यसलाई मल्टिप्लाई गर्दा हामीले x y अब यो स्केलरले त्यसलाई म्याट्रिक्समा मल्टिप्लाई गर्दा यहाँहरूले राम्रोसँग बुझ्नु भएको छ -93/-31 भयो अर्को फेरि -93/-31 भयो यो र यो क्यान्सल भयो यो र यो क्यान्सल भयो हेर्नु त 31 3 जा 93 31 3 जा 93 अब के भयो त भन्दा और x y इजिकल टु कति भयो यहाँको 3 3 भयो देयरफोर द भ्यालु अफ x के आयो तपाईको x इजिकल टु 3 एन्ड y इजिकल टु पनि के आयो तपाईको 3। अब यो मिल्यो कि मिलेन भन्ने कुरो तपाईले दिएको आइडेन्टिटीमा राखेर हेर्नुभयो भने पनि यदि मिलेको भयो हेर्नु त x को भ्यालु 3 भयो भने 3 3 जा 9 प्लस 5 3 जा 15 15 प्लस 9 24 24 डिवाइडेड बाइ 8 कति हुने भयो 3 हुने भयो राइट। अब यसैलाई यसमा हेर्नु त 5 3 जा 15 माइनस 2 3 जा 6 15 मा 6 गयो भने कति भयो 9 भयो 9 डिवाइडेड बाइ 3 हुँदा 3 एक्ज्याक्ट आज्ञा न। अब तपाई आफै आफूले गरेको म्याट्रिक्सको सोलुसन सल्भिङ मेथडबाट ठीक छ कि छैन भनेर तपाई आफै टेस्ट गर्न सक्नुहुन्छ। यो प्रकृतिको क्वेशन सोध्न सक्ने सम्भावना बढी हुन्छ एउटा मैले एउटा मात्र फ्र्याक्सन भएको एउटा दुईटै फ्र्याक्सन भएको र एउटा चाहिँ साइमल्टेनियस इक्वेसनमा बिल्ड अप गर्ने खालको देखाएको छु। पहिलो प्रश्न मैले सल्भ गरेर देखाएँ अब यहाँहरूलाई दोस्रो प्रश्न सल्भ गरेर देखाउन गइरहेको छु। नमुना प्रश्न राम्रोसँग ध्यान दिएर हेर्नु होला। यहाँहरूले राम्रोसँग ध्यान दिएर हेर्नुभयो भने यस्तै प्रश्नहरू खोजेर अभ्यास गर्दा यहाँहरू सजिलै यसलाई गर्न सक्नुहुनेछ। अब प्रश्न नम्बर 2 मा हामीसँग के छ यसलाई राम्रोसँग हेर्नुस्। हियर सोलुसनमा यहाँले लेख्न सक्नु पर्यो हियर गिवन टु साइमल्टेनियस हियर गिवन टु simultaneous equations are here given to simultaneous equations are के दिया छ यहाँ हेर्नुस् त यहाँले राम्रो छ एउटा के दिया छ 3x plus 4 upon y is equal to 10 दिया छ। यसलाई इक्वेसन I मान्नुस् ल म अलि फरक ढंगले यसलाई अझ तपाईलाई सजिलो होस् भनेर x plus 1 by y is equal to के त 3 यसलाई I अघि न 1 मानेको थिए अहिले I माने यसले केही फरक पर्दैन। अब यसलाई हामीले के गरौँ चेन्जिङ गिवन इक्वेसन इन्टु यो एउटै सिस्टमले लेख्ने हो चेन्जिङ गिवन इक्वेसन्स इन्टु म्याट्रिक्स नोटेसन इन्टु व्हाट इन्टु म्याट्रिक्स नोटेसन changing given equation into matrix notation we get changing given equation into matrix notation we get ल हेर्नुस् त अब यहाँले कन्स्ट्यान्ट के छ यसमा 3 छ यसमा के छ 4 छ यसमा के छ 1 छ यसमा के छ 1 छ। अब यहाँ पोइन्ट टु बी नोटेड यसमा चाहिँ तपाईको भेरिएबल x हुने भयो यो त 1 बाइ के हुने भयो y हुने भयो। यसलाई तपाईले हेर्न जान्नु भएन भने फेरि यहाँ हेर्नुस् है यो x छ यो 1 बाइ y छ यो भेरिएबललाई यहाँले हेर्न जान्नु भएन भने फेरि यो तपाईले गर्न जान्नुहुन्न। यसलाई अब कन्स्ट्यान्ट के छ तपाईको 10 र 3 छ यसलाई तपाई के भनेर लेख्न सक्नुहुन्छ दैट इज x इज इक्वल टु के गर्न सक्नु हुनुभयो b और x इज इक्वल टु के गर्न सक्नुभयो a इन्भर्स b। यसलाई स्ट्यान्डर्ड इक्वेसन 1 मान्नुस्। यो मानिसकेपछि अब हामीले के फाइन्ड गर्नु पर्यो टु फाइन्ड a इन्भर्स चाहियो। a इन्भर्स चाहिन हामी के गर्ने अघि नै हामीले गरिसक्यौं चेकिङ a डिटर्मिनेन्ट के हुनुपर्छ नन जेरो हुनुपर्छ। नन सिंगुलर म्याट्रिक्स को मात्र इन्भर्स हुन्छ सिंगुलर म्याट्रिक्स को इन्भर्स हुँदैन। नाउ a डिटर्मिनेन्ट लिनुहोस् तपाई a डिटर्मिनेन्ट भने के छ तपाईसँग हेर्नुस् त a डिटर्मिनेन्टमा 3 4 1 1 ad माइनस ad भने के भयो 3 into 1 minus 4 into 1 is equal to कति भयो 3 minus 4 is equal to minus 1 which is not equal to 0। अब यहाँ इन्भर्स छ भन्ने भयो सिन्स के भयो त a डिटर्मिनेन्ट इज नट इक्वल टु 0 thus a इन्भर्स के भयो त a इन्भर्स एक्जिट। यहाँलाई यो प्रोसेस थाहा भइगयो a इन्भर्स एक्जिट एन्ड a इन्भर्स इज गिवन बाइ
and A inverse is यहाँलाई के थाहा छ A inverse हाम्रो के हुन्छ 1 by A determinant के त D minus B minus C A ल हेर्नुस् त अब यहाँले यसलाई सजिलै देख्न सक्नुहोस् भनेर मैले यतापट्टिको चीजलाई यो अलरेडी लेखिसकेको चीजलाई मात्र मेटे यो होमोजिनियस इक्वेसन सम्मको चीजलाई लेफ्ट ह्यान्ड साइडमा लेखेको चीजलाई मेटे यहाँले हेर्न सक्नुहुन्छ यसलाई सजिलै हेर्न सक्नुहुन्छ ल हेर्नुस् त अब A डिटर्मिनेन्टको भ्यालु हामीले के गर्न सक्यो त दैट इज यो भने के भयो त A इन्भर्स इज इक्वल टु के छ 1 by A डिटर्मिनेन्ट भने -1 आएको छ छैन अब तपाईले DB यहाँ हेर्नुस् त A B C D ल D भने के भयो 1 भयो कि भएन अब -B भने कति भयो 4 लाई -4 गर्नु पर्यो C लाई के गर्नु पर्यो -1 गर्नु पर्यो यसलाई 3 गर्नु पर्यो अब यो तपाईको माइनसमा आएको भएर यसलाई तपाई यसरी लेख्न सक्नुहुन्छ नि त -1 इज इक्वल टु 1 -4 -1 3 गर्न सक्नुहुन्छ यो माइनसले नि मल्टिप्लाई गर्दै राख्नुस् -1 4 1 -3 यति भइसकेपछि अब नाउ के गर्नु तपाईले पुटिङ भ्यालुज अफ के त भ्यालुज अफ A इन्भर्स अनि x एन्ड के त p इन्टु इक्वेसन केमा गर्ने इन्टु इक्वेसन 1 इक्वेसन 1 तपाईसँग के छ हेर्नुस् त माथि x भने के हो xy हो अनि देन A इन्भर्स तपाईले पाइसक्नु भयो यहाँ सजिलै -1 4 1 -3 अलरेडी गरिसक्नु भयो अनि कन्स्ट्यान्ट तपाईसँग के छ b को भ्यालु कति छ हामीसँग b को भ्यालु हामीसँग कति छ b को भ्यालु हामीसँग 10 र 3 छ राइट 10 एन्ड 3 अब यसलाई राख्नुस् अब मल्टिप्लाई गर्नुस् मल्टिप्लाई गर्दा यहाँले चाहेको चीज डिजायर्ड चीज पाइहाल्नुहुन्छ अब यहाँलाई मल्टिप्लाई गर्न नि सिकाइसकेका छ हामीले फर्स्ट रो फर्स्ट कलम फर्स्ट एलिमेन्ट भनेपछि -1 इन्टु 10 प्लस 4 इन्टु 3 ठीक छ अब सेकेन्ड रो फर्स्ट कलम 1 इन्टु 10 प्लस के भयो -3 इन्टु 3 अब यहाँले त्यसलाई हेर्नुभयो भने यो के देखियो त भन्दा -10 प्लस 12 अनि यो के देखियो 10 -9 यो भने के भयो त हजुरको यहाँ के भयो 2 1 ल हेर्नु त के आयो त अब यहाँहरुले सजिलै देख्नु भयो x को भ्यालु कति आयो x को भ्यालु 2 आयो y को भ्यालु 1 आयो अगाइन हेर्नु त देयरफोर द भ्यालु अफ x इज 2 and y is 1 अब यहाँले यो y को भ्यालु र x को भ्यालु मिल्यो कि मिलेन भनेर हेर्न दिएको इक्वेसनमा राख्दा तपाईको भ्यालु ठीक आयो भने मिल्यो ठीक आएन भने मिलेन लेट्स सी अब हेरौं त कति हुन्छ x को भ्यालु 2 हुँदा x को भ्यालु 2 हुँदा के भयो 2 3 जा 6 y को भ्यालु 1 हुँदा 4 भयो 6 प्लस 4 कति भयो 10 भयो कि भएन हेर्नुस् त 2 3 जा 6 4 डिवाइडेड बाइ 1 कति भयो 4 नै भयो 6 प्लस 4 कति भयो 10 भयो इज इट अब त्यसपछि x को भ्यालु कति छ 2 छ y को भ्यालु 1 छ 2 प्लस 1 3 ठीक छ लेफ्ट ह्यान्ड साइड इज इक्वल टु राइट ह्यान्ड साइड लेफ्ट ह्यान्ड साइड तपाई यसको लागि मेरो आन्सर मिल्यो कि मिलेन भनेर कसैसँग सोध्नु पर्दैन तपाईले त्यही साइमल्टेनियस इक्वेसनमा टेस्टिङ गरेर वेदर माई आन्सर इज करेक्ट अर नट तपाई डिटरमाइन गर्न सक्नुहुन्छ बस तपाईले अब अभ्यासका लागि म्याट्रिक्सबाट यस्तो सोलुसन हामीले सबैभन्दा कठिन खालको सोलुसनलाई खोजेर यहाँ गरेर देखाएको छ यहाँहरुले यस्तै खालका अभ्यासहरु राम्रोसँग गर्नुभयो भने सजिला अभ्यास झन् सजिलै गर्न सक्नुहुन्छ र यहाँहरुले सजिलै यो म्याट्रिक्सबाट 3 पूर्णाङ्कको कुनै पनि प्रश्न सोधिएमा त्यसलाई हल गर्न सक्नुहुन्छ अब म यहाँ 9 प्रश्न सी मा हामीले उतार गरेको प्रश्नको अभ्यास गरेर यहाँहरुलाई देखाउँछु यहाँहरुलाई यस पाठमा आफूले अभ्यास गर्दा कुनै समस्या भएमा हामीलाई हाम्रो च्यानल युट्युब च्यानल अनटिभी नेपाल हाम्रो वेबसाइट ontvnepal.com मा कमेन्ट र सब्स्क्राइब गरेर यहाँहरुले आफ्नो जिज्ञासा मेटाउन सक्नुहुन्छ विद्यार्थी भाइ बहिनीहरु अब लागौं हामी आजको एपिसोडको अन्तिम प्रश्न जुन हामीले बोर्डमा लेखेका छौं 9 प्रश्न सी को सोलुसन तर्फ अब अघि नै मैले भनिसके लेख्ने प्याटर्न एउटै छ हियर गिवन टु साइमल्टेनियस इक्वेसन गिवन टु के छ त simultaneous equations
equations here given two simultaneous equations are हामीलाई दुईटा दिएको simultaneous equation के छ हेर्नु त एउटा के छ 2/x plus 6y अघि नै एउटा मात्र तल थियो 6/y = 3 भयो अनि अर्को यो इक्वेसन के भयो हाम्रो i भयो अनि अर्को हामीसँग के छ त 10/x minus 9/y = के छ 2 यो इक्वेसन के भयो i भयो। अब यहाँहरुले राम्रोसँग हेर्न सक्नुहुन्छ यो साइमल्टेनियस इक्वेसनलाई चेन्जिङ द गिवन इक्वेसन the given equations into matrix notation into what matrix notation matrix के त NOTATION ल changing the given equation into matrix notation यहाँले के गर्न सक्नुहुन्छ ल हेर्नु त कोएफिसिएन्ट 2 6 10 -9 अब यहाँ point to be remember है अघि नै हामीले 1/y को भ्यालु 1 आएको भएर therefore the value of y = 1 भनेर डाइरेक्ट लेखेका छौं b मा। अब यसमा कस्तो नेचरले भ्यालु आउँछ त्यही नेचरले हामी यसको सोलुसन यहाँहरुलाई गरेर देखाउँछौं। अब यहाँ दुवै x and y दुवै 1/x र 1/y को फर्ममा छ। अब हाम्रो आउने भ्यालु x र y मा होइन 1/x 1/y मा आउँछ अनि त्यो आको आधारमा हामीले अरुलाई गरेर देखाउँछौं 3 2 ल यहाँ हेर्नुस् त दैट इज यो भने के भयो सरले अघि नै भनिसक्यो ax = के भयो b भयो और x = के गर्ने गरेको छ हामीले a इन्भर्स b ल यसलाई स्ट्यान्डर्ड इक्वेसन 1 मानौ। अब यो मानिसकेपछि अब हामीले के निकाल्नु पर्यो टु फाइन्ड a इन्भर्स के चेक गर्नु पर्यो चेकिङ a डिटर्मिनेन्ट ल a डिटर्मिनेन्ट चेक गर्नुस् त a डिटर्मिनेन्ट चेक गर्ने भने के मैट्रिक्स A को डिटर्मिनेन्ट निकाल्ने कति छ हाम्रो 2 6 10 -9 अब यहाँ हेर्नुस् त के भयो 2 * -9 -6 * 10 है यो हुँदा कति भयो -18 -60 = -78 which is not equal to 0 यो 0 भयो त भएन। अब यहाँ हामी के लेख्छौं since a determinant is not equal to 0 so a inverse के भयो त exit यो a inverse exit भयो भएन and a inverse is given by a inverse is के दिने भयो a inverse हेर्नु त a inverse भने के भयो 1/a determinant के भयो d minus b minus c a ल अब यहाँ राख्नुस् त 1/a determinant भनेको कति भयो -78 अब यहाँले राख्न सक्नुहुन्छ a b c d t भने के हो -9 भयो -9 अगाडि राख्नुस् अनि त्यसपछि के भयो -6 भयो b भने c भने -10 भयो d भने के भयो त -10 भयो अनि d भने कति भयो 2 भयो यसलाई राख्नुस्। अब यो सबै भइसकेपछि अब हामीले के गर्नु पर्यो त यो सबै भ्यालुलाई इक्वेसन 1 मा रिप्लेस गर्नु पर्यो। इक्वेसन 1 हाम्रो के छ या x = a इन्भर्स b छ। अब हेर्नुस् त मैले त्यो बाहेक अरुलाई मेटेर यहाँहरुलाई देखाउँछु यहाँले हेर्न सक्नुहुन्छ। अब हामी के गर्ने त भन्दा अब पुटिङ भ्यालु अफ के गर्ने पुटिङ भ्यालु अफ के राख्नु पर्यो भ्यालु अफ के राख्नु पर्यो पुटिङ भ्यालु अफ x a इन्भर्स and b इन्टु इक्वेसन कति त इन्टु इक्वेसन हाम्रो कुन इक्वेसन लेखेको थियो हामीले इन्टु इक्वेसन 1 ल हेर्नुस् त हाम्रो के छ त भनेर भन्दा a इन्भर्स भने हामीले कति पायौ a इन्भर्स = 1 by कति -78 यहाँ राम्रोसँग राख्नुस् a इन्भर्स कति छ -9 -6 -10 अनि कति x = हैन यहाँ x y हाम्रो के छ x को ठाउँ के छ 1 by x यहाँ y को ठाउँ के छ 1 by y = के भयो त a इन्भर्स x भने हाम्रो 1 by x छ अनि यो के छ 1 by y छ = a इन्भर्स भने 1 by -78 कति आएको छ -9 -6 -10 र कति आछ 2 आछ यसलाई राख्नुस्। अनि त्यसपछि कन्स्ट्यान्ट के छ हाम्रो d भनेको 3 2 छ यसलाई राख्नुस्। यो राखिसकेपछि और यहाँ हेर्नुस् त हाम्रो के भयो 1 by x 1 by y = यसलाई क्यारी गर्न भुल्नु भएन हामीले
इज इक्वल टु के छ अहिले म 78 लाई भित्र लगाएर मल्टिप्लाई गर्दिन लास्टमा गर्छु -78 ल अब यहाँ हेर्नु त फर्स्ट रोले फर्स्ट कलममा भन्दा के भयो -9 इन्टु 3 प्लस -6 इन्टु 12 यसलाई क्लोज गर्नुहोस्। अब त्यसै गरी सेकेन्ड रोले भन्दा कति भयो -10 इन्टु 3 प्लस के भयो अब तपाईको 2 इन्टु सेकेन्ड रो फर्स्ट कलम 2 इन्टु कति भयो 2 ल अब यहाँ हेर्नुहोस् त के आउँछ। अब यहाँहरूले राम्रोसँग स्पष्टसँग हेर्न सक्नुहुन्छ यहाँ के आइरहेछ भन्ने कुरोलाई राम्रोसँग हेर्न सक्नुहुन्छ। और यहाँ के भयो तपाईको 1/x 1/y ठीक छ इज इक्वल टु के भयो 1/-78। अब यहाँ के छ 9 3 जा -27 -6 2 जा कति 12 भयो नि त। अब यहाँ हेर्नु त 10 3 जा 30 प्लस कति भयो 4 ठीक छ। अब यहाँले यो 1/-78 अब यो कति भयो ल हेर्नुहोस् त यसलाई अब तपाईले एड गर्नुभयो भने कति भयो 9 -39 -39 भयो यो कति भयो यो -26 भयो हो कि भएन। अब यो भइसकेपछि यहाँहरूले राम्रोसँग हेर्नुहोस् है। अब यहाँहरूले यो कुरोलाई राम्रोसँग हेर्नुभयो बुझ्नुभयो भने मात्र गर्न सकिन्छ नत्र गर्न सकिँदैन। यो धेरै ठुलो कुरो छैन। 1/x 1/y इज इक्वल टु ल हेर्नुहोस् त यसलाई मैले फेरि मल्टिप्लाई गरेँ भने यो के हुन्छ 39/78 हुन्छ कि हुँदैन। यो के हुन्छ 26 बाई कति भने भयो 78 ल। अब यहाँहरूले हेर्न सक्नुहुन्छ यहाँहरूसँग त्यो के भन्छ अहिलेको विद्यार्थीहरू धेरै क्याल्कुलेटर युज गरेर सानो सानो मल्टिप्लिकेसन डिभिजनमा पनि एकदम धेरै कन्फ्युज हुनुहुन्छ। यहाँ हेर्नु त 39 1 जा 39 2 जा 78 26 1 जा 26 3 जा कति हुन्छ 78 यहाँ के आयो 1/2 आयो यहाँ कति आयो 1/3 आयो। यहाँहरूले क्याल्कुलेटर युज गर्ने धेरै बानी गर्यो भने यस्तो हिसाब गर्नलाई यहाँहरूलाई गाह्रो हुन्छ हैन। अब क्याल्कुलेटर अब यहाँ यो भने के हो 1/x फर्स्ट कम्पोनेन्ट इज इक्वल टु 1/2 अब क्रस मल्टिप्लाई गर्नुहोस् त के आयो त यहाँ x इज इक्वल टु 2 आयो क्या एन्ड अर्को के आयो त हेर्नु त 1/y इज इक्वल टु 1/3 यसलाई नि क्रस गर्नुहोस् यसरी क्रस गर्यो भने के भयो त और y इज इक्वल टु 3 therefore the value of x is equal to 2 and y is equal to के आयो त 3 आयो। अब मेरो आन्सर ठीक भयो कि भएन भनेर हेर्ने काम कसको विद्यार्थीको। अब हेर्नुहोस् त यहाँ इक्वेसन 1 मा हेर्नुहोस् x को भ्यालु कति आछ 2 2/2 कति हो 1 प्लस y को भ्यालु कति आछ 3 6/3 कति हो 6/3 कति हो 2 2 प्लस 1 कति हो 3 हेर्नु त इक्वल आइडेन्टिटी आयो कि आएन इज इट। अब त्यसै गरी यहाँ हेर्नु त यसमा 2 10/2 कति भयो 5 भयो 9/3 कति भयो 3 भयो 5 माइनस 3 कति भयो 2 2 इज इक्वल टु 2 आइडेन्टिटी इक्वल भनेपछि तपाईले यदि म्याट्रिक्स अल्जेब्राबाट कुनै पनि साइमल्टेनियस इक्वेसन सल्भ गर्नु पर्यो भने यहाँहरूले सबभन्दा पहिला के गर्नु पर्दो रहेछ गिवन साइमल्टेनियस इक्वेसन शुड बी पुट इन स्पेसिफिक अर्डर x variable with its coefficient y variable with its coefficient is equal to constant त्यति राखिसकेपछि सेकेन्ड स्टेप के गर्ने रहेछ चेन्जिङ द गिवन साइमल्टेनियस इक्वेसन इन्टु म्याट्रिक्स नोटेसन गर्दा के गर्ने रहेछ सधैँ हामीले सधैँ x इज इक्वल टु a इन्भर्स b गर्ने अनि त्यसपछिको स्टेपमा हामीले के गर्नु पर्यो always to find a inverse checking a determinant गर्ने पर्यो। if the value of a determinant is non-zero वा non-zero भ्यालु आयो डिटर्मिनेन्ट को भ्यालु 0 आएन भने इट एक्जिट इन्भर्स हुँदो रहेछ। अनि फेरि a इन्भर्स भने के हुँदो रहेछ 1/a डिटर्मिनेन्ट अनि होल 2/2 म्याट्रिक्समा d - b - c a गरेर अनि रिप्लेस द भ्यालु। अब त्यसपछि लास्टली फाइनली व्हेन यु क्याल्कुलेट a इन्भर्स के गर्नु पर्दो रहेछ यहाँ all values and you get the desired answer। अब desired answer त मेरो आन्सर ठीक हो कि होइन मैले गरे ठीक भयो कि भएन भन्न के गर्नु पर्यो in two simultaneous equation test in any one equation the value of x and y if left hand side is equal to right hand side then you can say happily my answer is correct and I get the 3 marks। यसरी भाइ बहिनीहरु तपाईहरुले साइमल्टेनियस इक्वेसन बाट
म्याट्रिक्स अल्जेब्राको सोलुसन पाउनुहुन्छ। यो साइमल्टेनियस इक्वेसन सल्भिङ वा क्रामर्स रुलबाट XY को भेल्यु सोध्ने क्वेसन प्रश्न नम्बर 22 मा अतिरिक्त गणितमा अनिवार्य जस्तो सोधेको हुन्छ। यो एपिसोडमा हामीले साइमल्टेनियस इक्वेसन कसरी सल्भ गरिन्छ भन्ने कुरो यहाँहरूलाई देखायौं। यहाँहरूलाई हाम्रो कक्षा कस्तो लाग्यो, यहाँहरूलाई कुनै जिज्ञासा भएमा, अभ्यास गर्दा कुनै समस्या भएमा हाम्रो युट्युब च्यानल अनटिभी नेपाल र हाम्रो वेबसाइट ontvnepal.com मार्फत हामीलाई यहाँहरूले आफ्नो जिज्ञासा सोधपुछ गरेर मेटाउन सक्नुहुन्छ। आजको कक्षा यति नै। यहाँहरूको दिन शुभ रहोस्। हस्त। धन्यवाद। नमस्कार विद्यार्थी भाइ बहिनीहरू।